सिंगोलाई चट्ट लिएर अब नुहाउनलाई लिएर हिँड्यौँ है चिसो पानी सलक्कसँगले खाजा साजा चट्टसँगले यहाँबाट किन्यो। अब खाजा देखाउ छिङ्गु खाजा साजा चट्ट भारी परेको बन्दुक पछाडि चट्टसँगले हिजोको भाइ छैन आज अब सार्लक्कसँगले लाग्दिने हो होइन छिङ्गु लो यहाँ होल्डर छैन यसरी तिमी यसरी बोक्दैौ न ल यसो देखाइदेऊ न सिट चिसो भयो नि त सिट चिसो भयो यसरी चट्टसँगले देखाइदेऊ ल हाडो पारेर देखाइदेऊ यो चाहिँ के अरे के बनाएर यो चाहिँ सर्ट भिडियो बनाएको त्यो भ्लगमा आउँछ भिडियो भइरहेछ नि हेर त भइरहेछ चट्टसँगले हामी अब लाग्यो कता चिसो पानी हेर्नु छिङ्गु चिसो पानी जान्छ बागजोडा होइन यो बाघोडा जस्तो देखिन्छ यार देख्नु चाहिँ हो त बाघोडा त यहाँ कत्रो मेला लाग्छ होइन यहाँ 15 गते छिङ्गु मैले यहाँ सुनेको एउटा ढुङ्गा छ अरे त नि हरेक वर्ष त्यो बढ्छ अरे त हो ढुङ्गा छिङ्गु यहाँ भित्र अगाडि ढुङ्गा छ अन्त त मैले त बच्चादेखि देखेको अहिलेसम्म जत्राको त्यत्रै छ त अनि बच्चामा चाहिँ मलाई ठुलो छ ढुङ्गा छिङ्गु होइन अहिले चाहिँ ढुङ्गा भन्दा म ठुलो भएछु क्या के ढुङ्गा बढेको भन्नु छिङ्गु म बढेको भन्नु त्यो ढुङ्गा बढेको त्यसो भए हो हिजो अब चिप्लो छ क्या छिङ्गु यहाँ अहिले पनि चिप्लै त छ नि अब झन्डै हामी लड्यौँ यसरी झिङ्गुको फेरि खुट्टा पुगो बन्दु रिसाउला बन्दुलाई पनि देखाइदिनु गर्नु अहिले फेरि बन्दु आउनु है बिस्तारै भयो अगाडि अब अगाडिको यो दृश्यहरू कैद गरिदेऊ न क्या ल त्यो चाहिँ पुरै अहिले त जार के अरे जाली लगाएछ त्यो के को लागि छिङ्गो जाली हो चौरीकै लागि हो कि वन संरक्षणको लागि चौरीको लागि वन संरक्षणको लागि चट्टसँगले अब हामी यहाँ आयौँ होइन यहाँ अब यसरी बस्ने ठाउँहरू बनाइदिएको छ जङ्गलमा होइन चट्ट अनि अब यहाँ गाईहरू यसरी चराउने अघि त्यहाँ देख्नुभयो दुईजना दिदी चेलीबेटीहरू उहाँहरू चाहिँ अब आफ्नो गाईबस्तु चराउन आउनु भएको छ होइन चट्टसँगले चाहिँ अब नेचुरल अब एउटा दुध गाई होइन छिङ्गु गोरु रहेछ त हुनै छैन थुनको ठाउँमा अर्कै के झुन्डिरहेछ पोको हाल्नु पर्दैछ नबोल न यार अनि के चाहिँ बोलेको छु हौ मैले त्यस्तो फेरि ला यहाँ त के हो यस्तो रातो माटो लानेले हो अनि पहिला हामी केटाकेटी हुँदा त माथिबाट लान्थ्यौँ त अहिले त यतै पो पाउन थाल्यो रातो माटो हामी गएको ठाउँ चाहिँ कहाँ अरे चिसा पानी चिप्लो चाहिँ छिङ्गु तिम्रो अलिकति हिँडेको बाटो हो त्यस घरमा बसेर विरक्त लागिरहेको थियो छिङ्गु टक्क आयो होइन छिङ्गुले अब मलाई सर चिसा पानीमा जोम नुहाउन भन्यो यस्तो बाहिर निक्लेर घाम हेरेको हो हान्नुपर्छ जस्तो लाग्यो होइन टक्क अब हामी जाँदैछौँ उही गर्दै जाँदैछौँ लड्नु भयो कि आउँदैन नि त ल हामी हाम्रो बन्धु आउँदै हुनुहुन्छ लड्नु भएको छैन जेस बागजोडाको वन हरियो वन भन्थे तर अब अहिले त वन होइन यसरी हेर्दाखेरि वारीदेखि पारी देखिन थालिसक्यो आज पनि लडाउनलाई खोजेको हो नि छिमेकीहरूले पुरा त्यो झाँकीबाट हेर्यो भनेर अनि तिमीहरू त त्यहाँ अनि चकचक के गर्दै थियो अरे नि त होइन तिमीहरूको चकचक सुनेको मैले केटा हो कुरकुरे पैसा अझै गएको छैन तिमीहरूको त्यो त लकडाउनमा हो क्या ए लकडाउनमा अहिले 5 वर्ष अगाडि 5 वर्ष अगाडि पनि कुरकुरे पैसा त गइसकेकै होला नि भर्खर आउँदैथ्यो भर्खर चाहिँ भयो त तिम्रो गएछ त्यो त्यसो पनि हो है कुरो चाहिँ अहिले भर्खर भयो नि त एउटा नानीको बाउ त हो एउटा नानीको बाउ मात्रै हो दुईवटा नानी भनौँ न अब भाउजू पनि नानी नै सर त होला नि अहिले भाउजूको नानी तिम्रो नानी भाउजू त्यही त होला नि होइन तर यहाँ एकतालमा होलीको बेला नुहाउन चाहिँ आएको थियो होइन चट्टा हामी पनि नुहाउन त नुहाउँदैन तर यहाँ टन्न पानी छ क्या गुडा अब यहाँ भिड पनि छैन अनि अब के माथि भुइँ यहाँ त अनि खतरा भएछ त अहिले त अनि ए बबाल रमाइलो रहेछ यहाँ त यहाँ त अनि पुरै खतरा भएछ नि
मेला लागिरहेको छ। आज चिसो पानी त आज मेला लागिरहेको छ, नुहाउनु पऱ्यो भनेर बन्धुलाई जप्प लाएर बन्धुलाई हिंसा बनाएर लिएर आएको त हौ। आम्मामा चट्ट भाइहरू धेरै आम्मामा भुँडी देखायो कि देखाएको। मास्तिर सेको पोल्दो रहेछ, सफारी पुरै मेलै पो लाग्दो रहेछ त्यहाँ त। बन्धु यता होइन हौ, बन्धु फर्किनु होला होइन उता जाने। नुहाइ कम ओ बन्धु यता होइन, आउनु यता। कहाँ अब यहाँ बस्छ त, हिँड्नु न। सामान त झर्दैन। ल एकछिन हामी ब्रेक गऱ्यौँ एकछिन गाइस। छिङ्गुले झन्डै लडाइँ पठायो होइन। अब यो के गरेको हो, यो कस्तो ठाउँमा लिएर गएको हो होइन। अब त्यहाँ तपाईँहरूले मेलाहरू त्यहाँ देखिहाल्नुभयो लगभग। अब त्यहाँ नहुने अवस्था थिएन, त्यही भएर अब छिङ्गुले कुना कुनामा लिएर आउँदैछ। यहाँ त के मान्छे पनि पोल्छ के हो, अनि यहाँ के हो ठुटो पोल्याएको छ त के। अब हामी यहाँ नुहाउनु दुनियाँ उहाँबाट अनि उहीँबाट आएको पानी होइन यो, तलतिर जाने हो क्या। ए यो चाहिँ यताबाट आएको। ए यहाँ त फेरि मुतन हानेको पानीमा नुहाउनु पऱ्यो भने त गिटी हुन्छ त नि। ए अनि कहाँबाट जानु अनि अब यताबाट जाने नि बाइकमा, अनि बाइकमा जान्छ नि। छ र ठाउँ कहाँ छ, भिडियो देखाउन यहाँ आउनु न। लु अब हाम्रो राइडरी अब अलिकति मलाई चाहिँ अलिकति डर मर्दो छ होइन। अब पाण्डे ड्राइभर छ होइन। जस एसएलसी दिएपछि मैले बाइक कुदाउन सिकाएको थिएँ, त्यो चाहिँ अहिले आएर काम लाग्दैछ। यहाँबाट गएको हेर्न बन्धु सिङ्गो जाउँ न त अनि त्यहाँ पिलित त चिप्लेला जाँदैन नि त नि। ओर्लिनु पऱ्यो। यी पाण्डेले मलाई उही अब लडोस् मलाई ओर्लाएकोमा। छड्के गर न लु चिङ्गो हानिदेऊ। पुरा पल्सर राइडर जस्तै क्या। अब बाइक राख्नु पो भनेको, बाइक जहाँ राख्दा पनि भइहाल्छ। अनि माथि कति ठाउँ छ र? बाइक राख्नुलाई टेन्सन बन्धु। ल अब हाम्रो पाण्डे जिग्रीले अब राज समाल जस्तो इन्ट्री हान्छन् होइन, चट्टा हेलमेट खोलेर। ओ अब राज समाल जस्तै कपाल फर्काउनु भयो। बन्धु यो थोप्ला हेरेर सिङ्गेर लु आम न त्यता। बन्धु त हराउनु भयो त भने। यो थोप्ला हेरेर अलिक सब्सक्राइब पनि गरिदिउँ गाइस, यसो भ्युजहरू अझै बढाइदिउँ, लाइक गरिदिउँ, सेयर गरिदिउँ। खकार सकार आएको छ भने पनि यसो खै यो छिङ्गु झन् फेरि हाम्रो हेन्सम छिङ्गु फेरि हाम्रो टोपी खोल्दाखेरि टोपी खोल्दा चाहिँ फेरि अब टोपी नखोल्दा 20, टोपी खोल्दा 35 देखिन्छ। त्यही भएर यता ल्याउनु न बन्धु, गाडी पनि धुनु क्या बाइक पनि यता ल्याउनु न। ल दामी छ। अब यो पानीमा हामी सर्लक्क नुहाउँछौँ, देखिँदैन कि अब क्यामेरामा धुवा लाग्यो कि हो यस्तो भएको। माछा पनि रहेछ यहाँनिर त, आम्मामा यार बच्चाहरू माछाको। उहाँ हेर त छिङ्गु गराई माछा हेर त, उहाँ हेर न छिङ्गु, उहाँ हेर न ऊ कत्रो हेर त देख्यो ढुङ्गे माछा। माछा पनि दामी दामी रहेछ यार यहाँनिर त यार। त्यसलाई गराई भन्दैन ए उयो ढुङ्गे माछा हिजो यहीँनिर त हो कसम यार। यहीँनिर त हो यस्तो बिजोकले बाइक चढाएको होइन यार। आम्मामा हाँ हेर्नुपर्छ। हेर यस्तो छ अनि कसरी लान्छ यस्तो थियो हिजो लगेको धन्न बाइक यार। हिजो हामी यता गएर माथिबाट निक्लेर फेरि गएको, हामी नैनाम त हिजो त। हिजो भ्लग बनाउनु मात्रै आएको थियौँ क्या, भाइले बनाउनु जाऊँ भन्दा लो किरण भाइले, अनि गएको थियौँ क्या। बन्दै त ल्याउनु बाइक हौ, तिर आएको कस्तो चिसो छ यार पानी त। खाने पानी चाहिँ ल्याउनु पर्छ, ल्याइएन अब खोला खाने त हो। कोक खानु र फेन्टा पो त कोक हो नि त। अब हामी यहाँ नुहाउनेछौँ झ्याप्प लाएर। सुरज छिङ्गुले चाहिँ नेचुरल ड्याम बनाउनु गइरहेछ। यो ड्याम बनाएपछि चाहिँ यहाँनिर हामी चाहिँ आज मजाले आज गर्मीको आनन्द लिन सक्नेछौँ। नेपाली रिकामा नुहाउनु जाऊँ भन्दा चाहिँ बन्धुले फेरि त्यो 500 रुपियाँ तिर्ने पैसा त हामी त बरु यहीँनिर पो चट्ट लिएर खानपिनको होइन। नेपालदेखि गएको हुन्थ्यो होइन छिङ्गु यार त। नेपालदेखि हाम्रो नेचुरल यही ठिक छ यार है बन्धु। जाऊँ न के छ र। अब म यहाँ भ्लग बनाउँदा छिङ्गु हेर पैसा झर्नु थालिहाल्छ। थोप्रा देखाउनु पर्छ। जापान जान आँटेको मान्छे हेर्नु है यहाँनिर यही मान्छे है। फेरि लेडी सब्सक्राइबरहरूले चाहिँ लेडी फ्यान मेरो फ्यानहरूले चाहिँ यो मान्छेले हेर्दै गर्नु है। बिस्तारो आँखा लाउनु फेरि, अलिक साह्रो आँखा नलाउनु होला होइन। ल छिङ्गु त्यो भेस खोला न छिङ्गु, लाग्छ नि त म दिन्छु ढुङ्गाले लाग्छ नि त। यहाँ हामी चाहिँ ढुङ्गाको अब यहाँनिर त्यो रजनीकान्तले ड्याम बनाएको छ नि छिङ्गु, त्योभन्दा राम्रो कतिवटा ड्याम बनाउनुपर्छ हामी यहाँ। यो ड्याम कसले बनाएको भन्दा फेरि नाम आओस् का, शिलालेख त लेख्नु पर्दैन। शिलालेख लेख्यो भने फेरि अलिक गाह्रो होला कि छिङ्गु। सुनाको अक्षर सुन अलिक महँगो छ नि त बन्धु अहिले। लु हामी चाहिँ अब ट्याक्कसँगले यहाँनिर नेचुरल ड्याम बनाउँदैछौँ।
झ्याप्पो लाएर अब यहाँ उल्टी सुल्टी हान्नु को लागेको लाउँछ उल्टी सुल्टी ल बन्धु के हो त्यो त टाउकोभन्दा भुँडी ठुलो रहेछ त बन्धुको त नि ल मैले सोचिरहेको थिएँ बन्धुले त जमानाको त म्यान्चेस्टरको त के अरे हाफेन्द्र भेस्ट लाएर आउँछ भनेर तर यहाँ ड्याम बन्दैछ हाम्रो यहाँनिर बन्द चाहिँ उता फर्किन है त्यो देखिला नि हेऱ्यो फेरि आउँछ नि यो त फेरि तर बाउ बन्धुको बाउले हेर्दैन नि त थाहा छ त होइन हाम्रो ड्याम बन्दैछ यार यहाँनिर तर गहिरो चाहिँ कहाँ हुने हो क्या धिरैको जेसिबी लिएर यहाँनिर भाइ भन्दै बेला आयो त नि मेरो भोलि पनि भिज्दैन जस्तो होइन त्यहाँ पनि जाने जानु त सबैतिर नहुने क्या भन्दा आनन्द लिने क्या हामी ल गाइज हामी यहाँ ड्याम बनाउँदैछौँ बनाइसकेपछि अहिले म फेरि देखाउनेछु अपलोड गर्नेछु कस्तो हुन्छ सुरल ड्याम यतिसँग गइसक्यो बन्धुको भुँडी डुब्ने भइसक्यो बन्दैछ बन्दै यताको त झारहरू पन्साउनु पर्छ क्या यिनीहरू पनि क्या पन्साउनु पर्छ क्या यो अहिले यता पन्सायो भने त यो अलिक उयो हुन्छ क्या ढुङ्गाएर फाल्नु न यसरी ट्याक्कसँगले बन्दैछ दामी तरिकाले यो क्यामेरा मोबाइल राम्रो नभएर कि क्यामेरा क्वालिटी आएन क्या तिम्रो किन्ने पैसा भएकोमा यहाँनिर हेरेर किन दुःख गर्दै भ्लग बनाउँदै यहाँ पैसा कहिले झर्छ र मोनिटाइज कहिले हुन्छ र यहाँनिर पैसा झर्छ र नयाँ मोबाइल किन्नु पऱ्यो भनेको होइन छिङ्को म त मोबाइल भन्दा पनि गोब्रो पो किन्नु पऱ्यो भन्दैछु त हौ त्यसमा भिडियो राम्रो आउँछ भन्दैछु सुनेको थिएँ मैले अब हामीलाई थाहा नै छैन क्या किडनी बेच्नु किन बेच्नु म किडनी हो छिङ्गु फेरि यार मेहनत गर्ने पसिना बगाउने मेहनत गर हिम्मत उठा के भन्छ नि गीतमा मात्रै हो यतिको बन्दैछ हाम्रो सिङ्गुले मेहनत गर्छ झार हाल्नुलाई बन्धुले भुँडेर ढाँड पुरै आनन्द लिइसक्यो यार चिसो पानीदेखि अलिक मासतिर मात्रै हो बागडोटादेखि भित्र चिसो पानीदेखि अलिक भित्रपट्टिको लोकेसन बन्द राम्रो छ सर्टमा खेल्नु के भयो त नि अनि के भयो त म पनि बक्सरमा छु त नि दामी छ बन्धु एकछिन जाई भान्दा आउनु न भान्दा आउनु त बन्धु यहाँ नेचुरल स्विमिङ पुल छ हाम्रो आमा बन्धु दामी रहेछ घोडा रहेछ त नि पानी त नि ल दामी रहेछ दामी ल आउनु पऱ्यो क्या बन्धु मजाले आउनु हौ म बनाउँदिनँ तिम्रो होइन फुटाउने त्यो पनि सक्छ अब त्यहाँ यस्तो क्या बन्धु अब यहाँ नहुने एकछिन यहाँ फोहोर हुन्छ त्यहाँ फेरि सङ्लो हुन्छ त्यहाँ नहुने फेरि यहाँ सङ्लो त्यहाँ नहुने त्यसरी नहुनुपर्छ क्या दामी रुख पनि रहेछ आम्मा टाइटानिक जस्तो यार कुन यो सुक्दैन कहाँ सुक्छ हौ यो दामी रहेछ यार यहाँ बन्दै पोच हान्नु त आउनु म यहाँ राखेछ मलाई पोच दामी रहेछ यार ल जरा सरा हेर्नु बन्धु लाइटर यहीँ रहेछ त्यहाँ अघि फित्तामा 10 रुपियाँको लाइटर किने कि भरि लाइटर रहेछ यहीँ लाइटर भेट्यो है जङ्गलमा लाइटर भेट्यो है ल त्यहाँ छिङ्गु यार थ्याट कस्तो लजाएको है छिङ्गु त यार ल अनि तिमी सर्ट्समा के भयो त अनि ल सट छिङ्गु पनि यार दामी छ यार म पनि जम्मा हानेछु गर्छु ल हेर्नु ल यहाँ केटी जट्टोसँगले देखिन्छ कि देख्दैन मलाई यार फेरि यार यहाँनिर होल्डरमा पानीमा मोबाइल झराउनु छैन धेरै बल्ल बल्ल एउटा मोबाइल यार त्यो पनि बुढीको सेकेन्ड ह्यान्ड मोबाइल दिएको मलाई यार छिङ्गु बुढीले दिएको सेकेन्ड ह्यान्ड मोबाइल यार त्यो पनि हेर गयो भने छैन त नि ल यार कसले लाउरेलाई आइफोन पठाउँदैन अरे लाउरेलाई बिजोक छ अरे अहिले 1.5 लाख थापिहाल्छ के बिजोक हो अब ल गाइस हेर्नु म पनि एकचोटि जम्म हान्छु है गडुवा
आटे आयो नि यार तेत्तिरी के यार अब थपे हाम्रो पानीले स्किनको त मारेन बनाउँछ अब स्किनको महाजन बनाएर के हो त नि यहाँनिर प्रकृतिमा यसो मग्न क्या हुनु सिक क्या पुरा रहेछ यार छिटो म हिरोवाला पोजमा निक्लिन्छु ल पानी मुलबाट है कुन राज समाल कि निक्लियो हेर 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 सेट यार टक्क पर्दै होला नि फेरि त्यो त अरुणिमा लम्सारले पहिला त्यस्तै गरिदिँदा पहिला त्यो पल पल फिल्ममा स्विमिङ पुलबाट निस्केको याद हो अनि कस्तो रहेछको अरू टिभी केट गरेर देखाउनु कस्तो रहेछको यस्तो क्या अब टक्क स्विमिङ पुलमा हुन्छ होइन छड्केर नेपाली ठिक छ देओस् गाइज हेरौँ है हामी यहाँ एकदम इन्जोय शनिबारको समयलाई चाहिँ हामीले एकदम सदुपयोग गर्दैछौँ माछा मार्नुपर्छ सिङ्गो अब यहाँ आमा फेरि एकचोटि एकचोटि कुन पोज भन्छ यसलाई एकचोटि प्लिज यार सिङ्गो प्लिज यार यसलाई कुन पोज भन्छ देखाइदेऊ न एकचोटि तिमी आमा डोला सोला हेरौँ आमा हाम्रो सिङ्गो चाहिँ ट्रेनर है जिमको फेरि मलाई सिकाउँथ्यो बन्द पुगो फोहोर अब फोहोर त हुँदै रहेछ नि एकछिन नुहाउनु पऱ्यो नि त हेर्नु न यस्तो सफा पानी चाहिँ फोहोर भन्नु हुन्छ बन्द यार दाइ भान्दै आउनु न यहाँ बस्नु यहाँबाट मुनि मुनि यस्तो यस्तो गर्दै आउनु म अनि त्यहाँबाट सट्ट बनाइदिन्छु क्या त्यो अलिकति खोल्दै भने त अलिक सफा हुन्थ्यो कि हुँदैन हौ पानी सकिन्छ तर है तर दामी अलिक यस्तो हो क्या पानी अलिक गहिरो भएको चाहिँ तातो हुन्छ कि चिसो हुन्छ कि अलिक त्यो भएर पनि हो क्या जेस ठिक छ खोएर हाम्रो लागि यति भए पनि हौ नेपाली रिका जाऊँ न अनि दिन्छन् अरे केटाहरू चाहिँ यहाँनिर वाटर बाथ लिइरहेछन् केटाहरूले ल चिसो आम्मा फेरि आक्का साक्का फेरि चिम्लेर पो त बन्धु पनि ल केट ल बन्धु सडक लडिदिउँ न ल आम्मा बन्धुको पनि बेग्लै छ केटाहरूको पारा यार झ्याप्पैसँगले बुढी रुख त बन्धु अनि आजको दिनको हाम्रो दिन पनि गयो ल अब चाहिँ हामी घर फर्किन थाल्यौँ ल गाइज घर अब हामी यहाँबाट निक्लिन थाल्यौँ ल कस्तो लाग्यो भ्लगहरू कमेन्ट गरिदिनु होला।